हामीले अहिले पार्टी निर्माणको क्रममा होस् या चुनावमा समानुपातिक लिस्ट तयार पार्दा होस्, प्रत्यक्ष निर्वाचनमा पनि हामीले युवा र नवयुवा जो जेनजी पुस्ताका युवाका रूपमा चिनिन्छन् उनीहरूलाई उच्च प्राथमिकता दिने हामीले कोसिस गरेका छौं। तपाईहरुको अगाडि यहाँ मुस्कान खातुन जेनजी पुस्ताको एउटा महिला जसलाई एउटा ठूलो पीडाबाट गुज्रिनु पर्यो, जसलाई राष्ट्र र अन्तर्राष्ट्रिय रूपमा पनि एउटा साहसी युवाको रूपमा सम्मानित गर्यो। हामीले उहाँलाई अगाडि सारेर हजारौं र लाखौं युवाहरूलाई सम्बोधन गर्न खोजेका छौं र आउने दिनमा पनि हामी प्रत्यक्ष वा समानुपातिकमा पनि बढीभन्दा बढी युवाहरूलाई र अब केन्द्रीय समितिमा पनि बढीभन्दा बढी युवाहरूलाई हामी समेट्दै छौं।